अब चाहिँ मिलाउनु मासुपछि गरेर पिरा ल्याइदेन यहाँबाट हेलो गाइस आज चाहिँ मेरो छोराको केस काट्ने दिन आयो छेवर अन्त उताबाट चाहिँ मेरो आएको छ आमा दाजु अन्त बहिनी र दिदीको छोरी अन्त उनीहरू मध्ये हाम्रो बहिनी र घरको बहिनी दुईजना चाहिँ भाग्दैछ केस झर्नु हुँदैन अरे नि त भुइँमा केस काट्दाखेरि उता मौलाको नाना र यता फुपूले चाहिँ टप्परीमा चाहिँ त्यो केस हालेर पक्रेर समात्नुपर्छ भनेर चाहिँ राखिरहेछ हो नहालिन नानी नहालि उयो गर्नु ल भाउजूले केस घरमै काट्नु थालेछ लाबरले मानेर र अब भने चाहिँ नानीलाई केस काटिदिइसकेर नुहाइदै गएर टिका लगाउने पनि भइसकिसक्यो है घरको बाबा र यता मौलाको कोकुले टिका लगाइदिइसक्यो है नानी चाहिँ खुसी भइरहेछ अन्त म आज यति नै भन्दै राख्दैछु सबैलाई र मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनुहोस् होला भन्दै थ्याङ्क यू बाई।